गाइस आज हाम्रो रोपाई छ। यहाँ यो हाम्रो खेतहरू यहाँ रोपाई हुँदैछ। हेर यहाँ रोपतारीहरू भन्छ नि नेपाली इंग्लिश के रे गाउँले भाषामा। नेपालीमा भन्नुपर्दा रोप्ने मान्छेहरू। त्यहाँ मिस कहाँ गए? यति सबै रोपिसकेको छ। त्यहाँबाट अलग रोपिरहेछ अनि यहाँ अलग रोपिँदैछ। अलग रोपिँदैछ। यहाँ रोपेर गाडी यहाँ राखिएको छ। रोपिँदैछ। गाडी यहाँ खेत बन्दैछ। यहाँ रोपिँदैछ। यहाँ रोप्ने मान्छे के यस्तो पानी परिरहेको छ। यस्तोमा पनि मान्छेले रोपाई गर्न लाछन्, गरिसकेका छन्। मिस खाना पकाउने मिस, खाना पकाउने मिस। म चाहिँ खाना पकाउने सहयोग गर्ने मान्छे र भिडियो बनाउने मान्छे। छाता ओढेर बिकज पानी परिरहेछ। यिनी मिस चाहिँ यो खेतको मालिक मतलब मेरो मम्मी। हेर्नुस् पानीमा भिजिएर कस्तो हुनुभएको छ। सबैले कसरी रेनकोट लगाएछ। यहाँ मिस पनि मिस म्याडम रोपाई गरिरहेछन्। त्यहाँतिर अलग रोपाई चलिरहेछ। अनि त्यो गाडी चलाइरहेछन्। हाम्रो जोतिसकेर यहाँ राखिएको छ सफा धोइधाइ गरेर। यो छ यहाँको सिन। पानी परेर लास्टै भएको छ। फेरि पानी पर्यो। हेर्नुहोस् न कत्रो पानी आयो अझ फेरि। के भन्ने अब। गाइस यहाँ अब चट्याङ पर्ने जस्तो भइरहेछ। बसिरहेको छु यहाँ, बसेर भिडियो बनाउँछु। मलाई पानीमा भिज्नु छैन। म त रोप्दा पनि रोप्दैन। ओहो पानी। गाइस हाम्रो रोपाई लगभग सकिसकेको छ। अब 3-4 गडा मात्रै बाँकी छ। यहाँ चप्पल ओ बाबा सकिन आइसकेको छ। त्यहाँ के हुँदैछ कुराकानीहरू। यो गडा रोप्ने कि रोप्ने नरोप्ने भनेर चलिरहेको छ। हाम्रो यहाँ भइरहेको छ रोपाई। आज लगभग हाम्रो रोपाई यस्तो भयो कि पानीमा भयो। हाम्रो रोपाई पानीमा सबै भिजिरहेको छ। कसैले रेनकोट कसैले के लगाएको छ। अहिले म गइरहेको छु चाहिँ घर। बिकज केही सामान लिएर आऊ भनेर भनेको छ। पानी लास्टै परिरहेको छ। म छाता ओढेर हिँडिरहेको छु।
पानी यहाँ पानी हाम्रो घर त पानीको पनि अभाव छ भाइ पानी पनि अभाव छ खाना पकाउनलाई पानी बोक्न खाना पकाउने मान्छे खाना पकाउने मान्छेले अब दाल तरकारी दाल पकाउन मात्रै बाँकी हो भात पाकिसक्यो पाक्ने भएको छ तरकारी पनि पाकिसक्यो यहाँभित्र अँध्यारो छ देखिन्न हेर्ने आहा बाहिर कस्तो पानी परिरहेको छ पानी पानी यता छ यता आऊ छिटो ए चस्मा नै कोही चस्मा आया कपाल कोही चस्मा यो मम्मीको होइन यो मेरो चस्मा हो मम्मीको कसले भन्यो तेरो मम्मीको मेरो हो अझ पिट्यो म मेरो हो हेर मेरो हो सिगाने भेडे मेरो ओ माई गड पानी फेरि आइसक्यो खाना पकाउँदा धुवाले आँखा भने आँसु आइसक्यो ओ माई गड ए हेर साँच्चीमा भन्न छ भाइ अब फेरि जाँदैछु खेततिर भनेको सामान पुऱ्याइदिन पर्यो छाता नअडेर हुँदैन ओ भइसक्यो जस्तो छ सकिसक्यो रहेछ मैले घर बोक्दासम्म छैन खै यहाँ माथि त हिलो छ ओ बा छाता भाँचिन्थ्यो अहिले भाजु कहाँ हो मम्मी लिनु तल्लो घर जाने हो भगवान के कोही होइन लिनु भने कता हुन्थ्यो मम्मी ल लिनु छोड्नु जाऊ त्यहाँ 1000 रुपियाँ हुँदैछ यो त कतिखेरसम्म चल्ने हो हाम्रो त फाइनली सकिसक्यो गाइज रम भनेको रम जोराया भइहाल्यो उसाएर आतो गरेको रम खानेको कुरा हुन्न छ अब पानी लिन जानु पर्यो गाइज हाम्रोबाट त पानी छैन धारामा पानी आएको छैन पानी फेरि आयो अब अर्खाको घर गएर ल्याउनु पर्यो हामीले पानी बाल्टीमा भरेर अहिलेको बाहिरको मौसम अहिले पानी पुरै थाकेको छ अलिक घाम लाग्ला जस्तो पनि भएको छ एउटा कुरा गाई के अहिले भर्खरै हाम्रो यो पानी परिरहेको थियो त्यतिखेर हाम्रो यो घर नजिकैको यो चौरानिरको पोलमा चाहिँ त्यो चट्याङ चाहिँ परेन चट्याङको जो ज्वाला भन्छन् खै के भन्छन् थाहा भएन त्यो चाहिँ परेर एकदमै ठुलो करेन्ट आएको थियो त्यसपछि मैले भिडियो बनाएन किनभने मोबाइल पनि एकदमै गडाइगुडु भइरहेको थियो मैले अफ गर्नु पर्यो अनि यसलाई अब अहिले मौसम एकदमै राम्रो छ
हाम्रो रोपाइ त अलमोस्ट सकिसक्यो, खाना पनि अलमोस्ट पाकिसक्यो, मैले खाइ पनि सकेँ। अब उता तल्लो घरको अर्को घरको रोपाइ हुँदैछ र त्यो पनि सकिन लागिसकेको छ। अब सबैजना खाना खान्छन्, खाना खाँदाखेरि देखाउन सक्छु कि हुँदैन किनकि मोबाइलमा चार्ज एकदमै कम छ। सो लेट्स सी गाइज, मेरो स्कुलको छुट्टी भइसक्यो, विद्यार्थी आइसके। म आज स्कुलै गएन, स्कुललाई जान त जान्थेँ कि अब घरमा रोपाइ थियो त्यही भएर नजावा नि गएन। नेचुरल ब्युटी यत्रो हाम्रो रोपाइ भयो तर म रोपाइ गरेन, आफ्नै रोपाइ। यस्तो मान्छे छु म। अब यो ब्लग यति नै हुन्छ। ब्लग पनि के भन्नु, एउटा सानो भिडियो त छ, त्यही पनि रोपाइको हेलो भनेर हालिदिएको मैले। बाई बाई। एक तो पहले से मैं हाय, तेरी अदाएं और नशे में डुबाए, एक तू ही दिखे दाएं बाएं, तेरी निगाहें और पास बुलाए। एक तो